टुक 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 भयो। यसको कविताको शीर्षक चाहिँ परदेश। ल परदेश यो परदेश हो साथी। थाकेको शरीरलाई जसो तसो निदाउन बाध्य गराउँछ। हेर न, घरमा सम्झनामा घरको सपनाहरू छरिन सुरु हुन्छन्। घरको त्यो आँगन वरिपरि फुलेका अनेकौं फुलको रङहरू, पिँढीमा ओछ्याइएको त्यो पुरानो गुन्द्री अनि गुन्द्रीमाथि खाना पस्किँदै गर्नुभएका आमा। म बिहानीमा बिउजिएर हेर्छु, न त्यो आँगन छ न आमा हुनुहुन्छ। छ त केवल यो खाली कोठा अनि यो रित्तो मन। यो बत्ती नै बत्तीको उज्यालोमा पनि कहिलेकाहीँ अँध्यारो महसुस हुँदैन र साथी तिमीलाई यो परदेश? मलाई त हुन्छ यार। हेर न, पाएको के छ थाहा छैन, तर गुमाएको धेरै कुराहरू छ। आमाको काख, बाबाको साथ, आँगनको धुलो अनि असार साउनको त्यो हिलो। जति नै चिल्लो र सफा किन नहोस् साथी यो परदेशको बाटोहरू, म त्यो गाउँको धुलोसँगै खुसी थिएँ। ठिक छ, म स्वीकार गर्छु यहाँ दिनका उचाइहरू ठुला होलान्, तर म गाउँको झुपडीमै रमाएको थिएँ। तिमी स्वीकार गर्छौ या गर्दैनौ, केही पलको लागि तिम्रो आँखाहरू लोभ्याउन सक्ला यो परदेशले, तर तिमी पनि त रमाउन गाउँ नै फर्किनुपर्छ। थाहा छैन तिमी के देख्छौ परदेशमा, तर म केही भेट्दिनँ। सबै आत्तिएर भागेका छन्। तिमी हाँसेको देख्छौ होला परदेशीहरूलाई, तर म उनीहरूको ओठमा सानो मुस्कानको रेखाहरू पनि भेट्दिनँ। साँच्चै भनौँ, देश छोडेर आएर पनि कोही साउको ऋणले तडपिएका छन्, कोही सन्तानको भविष्य बनाउन आज पनि छटपटिएका छन्। एकपल्ट यार साथी, केवल एकपल्ट निहालेर हेर न यो परदेशको त्यो चिल्लो मेट्रोभित्र। तिमीलाई चिल्लो लाग्न सक्छ त त्यो मेट्रो, तर त्यसमा सफर गर्नेहरू केवल लासहरू देख्नेछौ, जो भित्र मरेर बाहिर बाँचेको अभिनय गर्दैछन्। उसको आँखाले प्रष्ट देखाएको उसको आँखाले प्रष्ट देखाएको छ कति पीडा बोकेर बसेको छ। तर सोधी हेर न परदेशीलाई हाल खबर। उसले मुस्कुराएर जवाफ दिन्छ, मेरो सब थोक ठिक छ भन्दै। साथी, तिमीलाई चिल्लो लाग्ने मेट्रो मलाई जिउँदो लास बोक्दै गाडी जस्तो लाग्छ। मलाई त मेरो गाउँको लोकल बस प्रिय थियो। चोक आइपुग्न लाग्दा ड्राइभर दाइले बजाएको हरन, खलासी भाइले धम्काउँदै मागेको त्यो गाडी भाडा, मेरो वरिपरि बस्नेहरू आफैले चिनेको महसुस हुने एउटा भावना थियो त्यो लोकल बसमा। अझ भनौँ भने खलासी भाइले गाडी रोक्दा र कुदाउँदा बजाउने त्यो सिट्टीको मिठो धुन। म अहिले पनि यो सबै कुराहरू यो दुवै सहरको चिल्लो मेट्रोको कुनै कुनाको सिटमा बसेर लेखिरहेको छु। वरिपरि हेर्दा यस्तो लाग्छ सजाय सुनाएको कैदीहरू समातेर जेल लिएर जाँदैछ यो मेट्रोले। सबै डराएका छन्, कसैलाई कसैको मतलब नै छैन। यो भएन भने के गर्ने, त्यो भएन भने के गर्ने, यही सोचमा हराएका छन्। तिमी सम्झ न त्यो गाउँको लोकल बसको खलासीलाई एकपल्ट। त्यो खलासी भाइले सिट्ठी लगाउँदै कति मजाले बोलाउँथे, यदि जाने हो भन्दै। तर हेर न, म आफूले छेउको सिटमा बसेको मान्छेलाई हेरेर मुस्कुराउनसम्म सक्दिनँ। सोचेको थियो होला जीवन थोरै सजिलो हुन्छ, थोरै पैसा कमाउँछु, घर परिवार खुसी हुन्छ, तर खै त यार, रगत र पसिनाको सिँचाइ गर्दा पनि यो खुसीको फुलहरू किन फुल्न मान्दैन? कोठाको तलसम्म बसले नआउँछ, जसले कम्पनीसम्म छोडिदिन्छ, अनि सुरु हुन्छ हरेक दिन 10 घन्टाको एउटा युद्ध। साँझ त्यही बस आउँछ, कोठासम्म छोडिदिन्छ। एकछिन आराम, एकछिन घरमा खानपिन, अनि फेरि ती मोबाइलको अलार्म। यति होइन र परदेशीको जिन्दगी। त्यसैले त भन्छु साथी, याद आउँछ यार त्यो रातो भालेले बिहानीमा भाँसेको, त्यो बिहानीमा सूर्यको किरणले पखेटा फिजाउँदा ती सेता हिमालहरू हाँसेको। हेर न, आँगनीमा डुल्दै गरेका ती कुखुराका चल्ला, घर नजिकैको अम्बाको बोटमा सुनिने ती चराहरूका चिरबिर हल्ला। अझ भनौँ, बिहानीमा आमाले रातो माटोले सजाउनु भएको त्यो घरको पिँढी, साँझमा झ्यालको बाहिर डुल्दै गरेको त्यो जुनकिरी। साँच्चै याद आउँछ यार आजभोलि यो परदेशमा। थाहा छैन अब यो सबै खुसीहरू भेटिन्छ या नै, किनकि यो परदेश हो। याद नै यादको बोझ मनमा बोकेर आज पनि त म भन्दैछु, मेरो सब थोक ठिक छ। सरी धेरै लामो भयो। भगवान कसम खाइरहेको छु होइन, भगवान कसम खाइरहेको छु। यदि हजुरको प्रोफेसन केही अलग छ अनि यु आर डुइङ यो लेख्ने कुराहरू, कविताहरू यु आर डुइङ त्यसलाई चाहिँ साइड तरिकाले अनि अझै पनि यस्तो राम्रो तरिकाले भनिराख्नु भएको छ भन्दाखेरि ह्याट्स अफ टु यु ब्रदर यार। म जेन्युनली भन्छु होइन, सुन्नु न, म जेन्युनली भन्छु, मलाई जोडी लिनु जस्तो लागेको थिएन है। कस्तो ढुकढुक लागेर त्यो फिलै भएन कि। म रिसाउनु टाइम अलिकति टाइम लिउँ त एउटाको लागि, अझै रिसाउनु हुन्न भने जानु न सबैजनाले मन पराउनु भएको